मर्निङ, नमस्ते हाम्रो सबै दाजुबहिनी दिदीभाइहरूलाई सबैजना नमस्कार चाहिँ मेरो सानो फेसबुक मिनी ब्लगमा है। अनि तपाईँहरूलाई के भन्न चाहन्छु भने आज चाहिँ मैले विशेषता किन आएको थिएँ भने अस्ति मैले एउटा भिडियो लगाएको थिएँ, ज्यादा होइन 400 समथिङजनाले हेर्नुभएको छ मेरो फेसबुक पेजमा होइन। त्यसमा चाहिँ मेरो हात जलेको हालेको थियो। सो त्यो हात जलेको भनेको चाहिँ यही हेर्न सक्नुहुन्छ होइन है, यही हो अस्ति जलेको छ होइन। तन्दुरमा काम त सेफ काम गर्छु होइन, सिडिपीमा काम गर्छु अनि तन्दुरमा हात जलेको थियो। त्यो चाहिँ जस्ट मैले यसमा हाम्रो लाइफ एउटा इक्जाम्पलको लागि लगाएको थिएँ। सो त्यो काम गर्दा चाहिँ हामीले कसरी गर्छौँ भन्ने चाहिँ आज मैले एउटा सानो भिडियो लगाएको छु होइन। त्यसमा अब सबै कुरो तपाईँले भनेको छुइनँ। एक्चुअली तन्दुरी नान र तन्दुरी रोटीको भिडियो हालेको छु। तन्दुरी नान कसरी बनाउने, तन्दुरी रोटी कसरी बनाउने भन्ने होइन। एक्चुअली हाम्रो गाउँतिर त चल्दैन, एउटा सिलगढीदेखि उँधोतिर चाहिँ बेसी जस्तो चल्छ है तन्दुरी रोटी, तन्दुरी नान भन्नेहरू चाहिँ होइन। त हाम्रो विशेष त हाम्रो सबै दाजुबहिनी दिदीभाइहरूलाई थाहै नै छ कसरी बनाउँछ भन्ने चाहिँ होइन। सो त्यो तन्दुरी रोटी, तन्दुरी नानको विशेषता पेडा चाहिँ कति ग्रामको हुनुपर्छ भन्ने चाहिँ हाम्रो कतिजना नयाँ नयाँ भाइ दाजुभाइहरू दाजु त भन्नु न, भाइहरू भनौँ, घरको सिखौलीहरूलाई थाहा हुँदैन। एक्चुअली त्यो तन्दुरी नानको पेडा चाहिँ 75 to 80 ग्राम्सको हुनुपर्छ अनि रोटीको पेडा चाहिँ 25 to 30 ग्राम्सको हुनुपर्छ है। याद गरिराख्नुहोस् तपाईँहरूले। प्रो ब्लगरहरू त होइन त्यो प्रो कि फ्रो कि जाति ब्लगरहरू त होइन, म जसरी भर्खर बनाउँदै गरेको मिनी ब्लग हो होइन। अनि मेरो युट्युब च्यानल चाहिँ होइन मिस्टर पर्सन राई इन इन्डिया छ है, स्मल ब्लग छ है। फेरि पनि सुनिराख्नुहोस्, मेरो युट्युब च्यानल चाहिँ पर्सन राई इन इन्डिया स्मल ब्लग छ, तपाईँहरूले गएर हेर्न सक्नुहुन्छ होइन। त्यसमा पनि मेरो त्यस्तो छैन, अलिअलि भर्खर बनाउँदैछु भिडियोहरू। म एउटै काम गर्ने भिडियो बनाउँदैन, अब काममा जस्ट फ्री टाइममा जस्ट अलिअलि बनाउने मात्रै हो होइन। किनभने हाम्रो काम धेरै चल्छ र धेरै बिजी भइन्छ, त्यसैले अब हामी ब्लग जस्तै अरू जस्तै एक्टिभ रहनु पनि सक्दैनौँ। तर तपाईँहरूकै हाम्रो नेपाली दाजुबहिनी दिदीभाइहरू अनि साथीहरू है, तपाईँहरूले माया गर्नुभयो भने अवश्य म पनि एक दिन नयाँ नयाँ चिजहरू देखाउन सक्छु र नयाँ चिजहरू ल्याउन सक्छु र मलाई पनि इन्ट्रेस्ट बढ्छ तपाईँहरूको साथ सपोर्ट गर्नुभयो भने होइन। सो आई वान्ट टु रिक्वेस्ट यु अल अफ यु माई ब्रदर सिस्टर है, सबैजनाले देखेर पनि नदेखे जस्तो नगरिदिनुहोस् र भिडियो स्किप नगरिदिनुहोस्। धेरै लामो भिडियो पनि हुन्छ होला, सो त्यसैले गर्दा सो भिडियो चाहिँ पुरै हेर्नुहोस् होला होइन। राम्रो लाग्यो भने लाइक गरिदिनुहोस् होला, कमेन्ट गरिदिनुहोस् होला। थ्याङ्क यू सो मच। तपाईँहरूको एउटा सपोर्टले नै अगाडि बढ्न सकिन्छ। सो थ्याङ्क यू सो मच अल अफ यु। नमस्ते सबैजनालाई।